हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लग। हजुर सबैजनालाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ मैले एउटा नयाँ किसिमको ब्लग बनाउन गइरहेको छु, नयाँ किसिमको भिडियो खिच्न गइरहेको छु। कस्तो भनेपछि चाहिँ यहाँ चाहिँ भैले तिहारको लागि चाहिँ भैलेको लागि भिडियोहरू बनाउने भनेर भइरहेको छ, तयारी गर्दै हुनुहुन्छ। अनि म चाहिँ त्यसैको ब्लग बनाउँछु भनेर सोचिरहेको छु। अनि अब के हुन्छ, कसरी बनाउनु हुँदो रहेछ, अहिले चाहिँ भैलेको लागि के कुराहरू भन्ने भनेर चाहिँ त्यो भैलेको गीतहरू लेखिराख्नु भएको छ। अनि त्यही यहाँ चाहिँ त्यही भैलेको लागि त्यही भिडियोको लागि चाहिँ सेलरोटीहरू पाकिरहेको छ, सेलरोटीहरू बनाइराख्नु भएको छ। मिठो मिठो सेलरोटी पाक्दैछ भैलेको न्यू, हामीले पनि खान पाइहाल्छौँ नि। यहाँ फेरि रङ्गोली बनाइराख्नु भएको छ। अब भैले खेल्दा त रङ्गोलीहरू हुन्छ नि त, ठुलबुवा आफैले चाहिँ रङ्गोली बनाइराख्नु भएको छ। रमाइलो छ जे होस्, मिहिनेत चाहिँ गर्नुभएको छ कि ठुलबुवाले धेरै नै भिडियो बनाउने भनेर। अस्ति नै देखियो मालाहरू फुलहरू जम्मा गरेर मालाहरू उनेर। अहिले चाहिँ अब भैले स्टार्ट हुन गइरहेको छ, सबैजना जम्मा भइराख्नु भएको छ। अब यताउतातिरबाट प्र्याक्टिस भइरहेको छ है साथीहरू। अहिले चाहिँ यहाँ चाहिँ भैलेको तयारी भइरहेको छ, सबैजना भएर चाहिँ भैलेको तयारी अब सुटिङ गर्ने अनि त्यसपछि चाहिँ भिडियोहरू गराउने भनेर। अनि मैले चाहिँ यसैको ब्लग बनाउँछु। मैले चाहिँ भिडियो मेरो आफ्नो छुट्टै छ कि दामी आउँछ नि, हेर्न दामी आउँछ। अब यहाँ चाहिँ चेक भइरहेछ कस्तो आयो भनेर, अलि राम्रो आयो भने चाहिँ गराउने हो। चाहिँ यहाँ तयारी हुँदैछ। अब चाहिँ बाटोमा गएर अनि बाटोबाट आएको बनाउने हो। अनि त्यसपछि यतातिर चाहिँ सबैले हेरिराख्नु भएको छ। बाबु सानो त्यहाँबाट हेरिरहेको छन्। अनि सबैजनाले माला उनेर अनि त्यसपछि चाहिँ यो पनि युट्युबर बन्ने रे। अब नानी यता हेर न, तिमीलाई तिम्रो राखिदिन्छु ल। अहिले चाहिँ अब उतातिर बाटोबाट सुरु गर्नुभएको छ। अब म पनि जान्छु है के भइरहेछ भनेर। अनि त्यसपछि हेर म सबै देखाउँछु, पुरा भिडियो हेर्नु होला साथीहरू। पछाडिबाट यस्तो भइरहेछ, यस्तो भइरहे। यहाँ चाहिँ तयारी भइरह। आन्टी कस्तो भइरहेछ त भैलेको तयारी? सबैजना भैले खेलिराख्नु भएको छ। मैले चाहिँ यहाँ माथिबाट खिचिरहेको छु। अनि त्यसपछि चाहिँ भैलेको तयारी भइरहेको छ। अब सबै चाहिँ यो भैले चाहिँ सृजना सौगातबाट आउँछ। सबैजनाले हेरिदिनु होला। अनि सृजना सौगात च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। उहाँ चाहिँ क्यामेराम्यान प्लस एडिटर अब सबैजनाले चाहिँ भिडियो खेलिराख्नु भएको छ। भिडियो बनाइराख्नु भएको छ। मैले चाहिँ भिडियो खिच्ने भएको भएर चाहिँ भैले खेल्नु नगएको हो। मैले आफ्नो भिडियो बनाउँछु भनेर चाहिँ अनि भैले खेल्न
यहाँ चाहिँ अब तयारी हुँदैछ अब को नाच्ने के गर्ने भनेर चाहिँ यहाँ चाहिँ छलफल भइरहेको छ के गर्ने अब के गर्ने भनेर चाहिँ छलफल भइरहेको छ चाहिँ नाचो हुँदैछ अनि त्यसपछि चाहिँ अब नाचेको पनि म थप देखाउँछु ल सक्यो बहिले सक्यो नानी बहिले हो ठिक छ मेरो चाहिँ अहिले चाहिँ तयारी भइरहेको छ तयारी भन्दा पनि छलफल भइरहेको छ के गर्ने कसरी गर्ने भनेर चाहिँ छलफल भइरहेको छ जस तिहार नआउँदै तिहारको रमाइलो चाहिँ भयो भित्रबाट हजुरआमाले लिएर आउनुभयो बहिनीलाई दिने नाच्ने तयारी भइरहेछ अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर चाहिँ यहाँ छलफल भइरहेको छ सबैजनाको सबले आफ्नो आफ्नो आइडियाहरू दिइराख्नु भएको छ मेरो चाहिँ यस्तो र भिडियोहरू आउँछ है मेरोबाट चाहिँ र भिडियोहरू आउँछ कि सेटअप कसरी मिलायो चाहिँ पुरै कसरी गर्ने भनेर चाहिँ भइरहेछ अघि चाहिँ एकजनाले पट्याउनु भयो अहिले चाहिँ अर्को जनाले पट्याउने भनेर
यतिकै भैले खेल्दा त एकैछिनमा सके जस्तो लागेको थियो। यो भिडियो बनाउने भनेर गर्दाखेरि त कति धेरै टाइम लाग्दो रहेछ। यता यो मिलाउने भन्ने ऊ मिलाउने भन्ने कति टाइम लागेको। नानी तिमी गइन्यौ त? ल नानी तिमी गइन्यौ त भैले खेल्न? ए भिडियो बनाउनलाई छ। ल ल ठिक छ। धेरै मिनेटको भयो त भिडियो त। यही नै साथीहरू आज चाहिँ भिडियो बनिरहेको छ त्यहाँ चाहिँ। अनि त्यसपछि भिडियोको तयारी गरिराख्नु भएको थियो हिजो अस्तिदेखि नै। अनि त्यसपछि आज चाहिँ फाइनल्ली भिडियो बनाउनु भएको छ। त्यो चाहिँ सृजना सौगातबाट चाहिँ भैलेको भिडियो चाहिँ आउँछ। अनि मैले चाहिँ यत्तिकै ब्लग बनाऊँ त नि भनेर अनि ब्लग गराएँ। सबैजनाले माया गरिदिनु होला साथीहरू। यही नै हो मेरो आजको भिडियो। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला। यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। सबैजना नयाँ साथीहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोमा लाइक कमेन्ट गरिदिनु होला। त्यही भन्दै ओके साथीहरू बाई। अर्को भिडियोमा भेटौँला बाई।